गुड इभिनिङ, नमस्ते संसारभरि छरिएर रहनुभएका नेपाली भाषीहरू। अहिले म बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर 1 मा रहेको यो काठमाडौँ टोलमा अवस्थित यो राजापुर सिमसाई आयोजनाको ड्याममा रहेर बिहानको यो सुन्दर भिडियो तपाईलाई देखाइरहेको छु। वातावरण एकदम स्वच्छ, मनोरम र रमाइलो छ। यो कर्णाली नदी तपाईले देख्नुभएको चिसा पानीमा भन्दा भिन्दै छ। तल आएपछि यसका धेरै भङ्गाला छन्, धेरै फाटेर तीन चारतिर बग्ने गर्छ। कर्णाली चाहिँ माथि पहाडको तल धेरै माथि पर्छ। अनि यो चाहिँ यताको चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोन हो हैन। त्यो भएर यहाँ चाहिँ अन्य क्रियाकलाप रुखवृक्ष खनखोरस केही गर्न पाइँदैन, रुखवृक्ष काट्ने ओर्ने। अनि यहाँको जनसमुदायहरू एकदम मेहनती हुनुहुन्छ एकदम हैन। तटबन्ध बनाएर कुलो बनाएर नहरबाट पानी लगाउनु भएको छ। अनि यहाँ एउटा शहीद पार्क पनि रहेछ। अब तपाईलाई थाहा छ शहीद भनेपछि हाम्रो देश धेरै अब द्वन्द्वबाट पार भएर देशमा परिवर्तन आएको, त्यही सम्झनामा होला सायद कोही यहाँबाट शहादत हुनुभएको उहाँको सम्झनामा। अनि ठाउँ एकदम रमाइलो मनोरम एकदम सुन्दर छ। र अलिकति यहाँ जङ्गली जनावरको जोखिम पनि छ, विशेष गरी बाघहरू हात्तीहरू। तपाईले चाहिँ बर्दियामा बाघले मान्छे खायो के गर्यो भन्ने सुन्नुभएको छ नि। हो, यो घाँसे मैदानमा बाघ बस्छ कि यहाँ मृगहरू पनि चर्न आउँछन्, त्यसको शिकार गर्नलाई बाघ बस्छ। र मान्छेको लागि पनि जोखिमपूर्ण छ। एक्लै बिहान साँझ अथवा दिउँसोमा पनि हिँड्न जोखिमपूर्ण छ। यहाँ ग्रुपमा आउनुहुन्छ यहाँको मान्छे पनि घाँस दाउरा गर्न आउँदाखेरि। अनि यो झट्ट हेर्दाखेरि तपाईले जुन डिस्कभरीमा अफ्रिकन मुलुकहरूको देख्नुहुन्छ नि, एकदम विशाल फाँटहरू वन्यजन्तुहरू चरिरहेको त्यस्तो देख्न सकिन्छ। अहिले यति बेला खै मृग त म देखिनँ, तर यो चाहिँ त्यस्तै छ, रमाइलो छ, वातावरण एकदम रमाइलो छ। हुन त नेपाल सबै ठाउँमा सुन्दर छ, हिमाल पहाड तराई सबै ठाउँ होइन। तराईका आफ्ना विशेषता छन्, पहाडका आफ्ना विशेषता छन् होइन। त्यसै अनुरूप चाहिँ यो ठाउँ पनि बर्दिया रमाइलो छ, उर्वर भूमि पनि छ, मिहिनेती किसानहरू हुनुहुन्छ। अनि प्राकृतिक रूपले पनि एकदम सुन्दर छ। अब यो कर्णाली नदीका भङ्गाला धेरै ठाउँबाट फाटेका छन्। यो नदीका 2-3 स्टेप भङ्गाला पार गरेपछि पारिपट्टि कैलाली पर्छ, माथि चाहिँ पहाडको तल चिसा पानी, यता बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ उतातिर। अनि यतातिर चाहिँ गेरुवा गाउँपालिका यो काठमाडौँ टोल। अनि त्यसपछि अलि तल गएपछि राजापुर पर्छ है। अनि यता दक्षिणतिर चाहिँ गुलेरिया पर्छ। हस्, धन्यवाद।